हेलो नमस्ते वेलकम टु माई न्यू ब्लग। आज गइसकेको छु। आज चाहिँ हाम्रो स्पेशल चटपटेको नास्ता रहेको छ खाजाको रूपमा। देख्न सक्नुहुन्छ भ्यू। चटपटे रेडी बनाउँदैछु म। यो मेरो छोरो, यो दिदी माइजू बस्नु भएको छ। चटपटे खाँदैछौँ हामी। देख्न सक्नुहुन्छ चटपटे एकदमै मिठो हुन्छ। भुजा राख्छु है म। भुजा प्याक गरेर देखाइदिनु ब्यागमा। भुजा फाइनली चटपटे चाहिँ फिनिस भइसक्यो। हामीले खाएर सकिसक्यौँ। एकदमै पिरो मिठो झटपट टेस्टी बनेको थियो। देख्न सक्नुहुन्छ दिदीले खाँदै हुन्छ र हामीले पानी हाल्न जाम एकदमै पिरो छ। पिरो भएर मर्रे नि बाबै। चिनी नखाने चटपटेको टेस्ट हराउँछ। चिनी खायो भने एकछिन पिरोमै बस्नुपर्छ। मेरो छोरा चाहिँ पानीमा हालिरहेको थियो। चटपटी चाहिँ कस्तो हेर्नु त, यो बच्चालाई पिरो भएको छैन। तपाईँहरूले खाजा के खानुभयो कमेन्ट गर्नु होला है। हामीले चाहिँ आज चटपटी बनाएर खायौँ। देख्न सक्नुहुन्छ भाग लागिसकेको छ। एक भाग बच्चासँगको मान्छेहरू थोरै खाने रे। यो मेरो भाग, यो दिदीको भाग, यो मेरो छोराको भाग। मेरो छोराले थोरै भएर चोरिरहेको छ है। हामी चाहिँ चटपटी खान लायौँ र कस्तो हुन्छ चटपटीको रियाक्सन हेर्नुहोस् है। चटपटी चाहिँ अलि स्वादिष्ट कम भएको जस्तो छ न अस्तिको भन्दा। के नपुग भयो। म के हल्लाइदिनु मान्छे र यी गाइजहरु हेर्न सक्नुहुन्छ। यिनी दुईटा मान्छे चाहिँ खेलिसकेको छ। एकदम रमाइलो झगडा पनि गरेको छ। न हल्लाइदिने रिपिङ सब्स्क्राइब गर्नु होला मेरो युट्युब मैले अहिले हेर्दैन त।